हेलो एभ्रिवान नमस्ते सबैजनालाई। यो मसँग चाहिँ बोजो छ। हाम्रो यतातिर बोजो चाहिँ पाउँछ क्या, यो सब टन्नै पाउँछ होइन। यसको चाहिँ हामीले चाहिँ पहिले के भन्छ दाँत मात्नुपर्छ भन्दै हामी पहिले मात्थ्यौँ क्या। अनि यसलाई चाहिँ सानो सानो पिस बनाएर मुखमा हालिराख्थ्यौँ होइन, खाइराख्थ्यौँ क्या, चुसिराख्थ्यौँ। अनि यसले चाहिँ दाँत मात्नुपर्छ भन्ने। अनि यतातिर गला आएको बेला भैँसको गला यता बेला चाहिँ टक्क यो निकाल्यो। अनि धेरै राम्रो राम्रो। अनि यसको चाहिँ अलिकति केही बेनिफिटहरू छ होइन। यो चाहिँ नेचुरल एउटा अर्ग्यानिक हो नि त। अनि हामीले चाहिँ यो निकालेर यस्तै मार्थ्यौँ क्या। त अहिले पनि मलाई याद आयो, तर यसले चाहिँ घोट्यो भने केही कुराहरू चाहिँ दाँत अथवा चाहिँ गिजाहरूलाई चाहिँ केही कुरामा चाहिँ अलिक बेनिफिट गर्छ। यसले चाहिँ गिजाहरूलाई अलि तन्दुरुस्त स्वस्थ बनाउन मद्दत गर्छ भन्ने चाहिँ भन्यो भएर चाहिँ हामीले चाहिँ यसरी माथ्यौँ। अहिले पनि माझिरहेको छु मैले। यो चाहिँ हल्का सानो पिस चाहिँ मुखमा हालेर चुसिराख्यो भने चाहिँ अलि राम्रो नै हुन्छ। त्यही हो। अनि यतातिर हाम्रोतिर यो चाहिँ धेरै त होइन, थोरै ठाउँमा चाहिँ यो सिम पानीको मुहान भएको ठाउँमा यस्तो पँधेरातिर चाहिँ टन्नै पाउँछ क्या। यो चाहिँ बोजो चाहिँ टन्नै पाउँछ होइन। अनि यो छ नि यो कडेली, यो चाहिँ करेली हुन्छ भने अर्ली काँडा भने यो हो कि करेली, हामीले चाहिँ करेली भन्छौँ। यसको टुप्पा चाहिँ आयो भने माथि यसको ढाका, त्यो माथिको चाहिँ त्यो नरम हुन्छ नि टुस्सा चाहिँ सोरेर, अनि त्यसको यो चाहिँ जरा पनि खनेर खान्थ्यौँ क्या। अनि जरा चाहिँ धेरै खायो भने चाहिँ जुगा पर्छ के पर्छ भन्नुहुन्थ्यो पहिलेको मान्छेहरूले चाहिँ, ठुल्ठुलो मान्छेहरूले चाहिँ, अगाडिको मान्छेहरूले। अनि यतातिर गला आउने। अनि फेरि यस्तो करेली यस्तो यसको यो चाहिँ ठुलो हुन्छ क्या। टुसा पलाएर चाहिँ ठुलो यति माथिमा आउँछ, फुल्छ होइन, तर काँडा हुन्छ होइन। एकदम लास्टै बिच छ नि, फेरि बिचमा पनि चिसको चाहिँ भित्री गइहाल्छ क्या। अनि त्यहाँ चाहिँ भमराएर आउँथ्यो क्या। अनि सलाइको काँटीमा के काँटी अरे खोर्सा हुन्छ नि सलाइको बट्टामा चाहिँ, त्यो घरमा सलाइ छ भने नि 2-4वटा सलाइ हुन्छन्, त्यो दानाभरि माछा त्यो भित्रको त्योहरू चाहिँ सबै एउटैमा हालिदियो होइन, गरेर चोरेर ल्याएर। अनि त्यसमा चाहिँ भमरालाई चाहिँ हुलेर डोरी बाँधेर अनि सुन्ने क्या। यहाँ पानीको त्यहाँ सुनिन्छ है भन्ने, त्यो धागोले एउटा चाहिँ बट्टाबाट अर्को बट्टामा बाँध्ने अलिक टाढा। अनि भमरालाई हाल्यो, त्यो त भवा गर्थ्यो। अनि त्यो सुन्थ्यौँ क्या हामीले चाहिँ। अनि ड्रागन फ्लाई हुन्छ नि गाइने किरा भन्थ्यौँ हामीले, त्यसलाई छोपेर प्लेन बनाउँथ्यौँ धागोले बाँधेर उडाउने। अनि पाइपको गाडीहरू। अनि बालापनमा चाहिँ खुब रमाइलो हुन्थ्यो। तर अहिले त्यो जमाना गइसक्यो, अब त्यो त कहिले पनि फर्केर आउँदैन। अब हामीले इमेजिङ मात्रै गर्ने त्यो चाहिँ होइन। अनि यता खुब खेलिन्थ्यो यो यताउति। यो कापुहरू टिपेर कुटेर नुन हालेर कुटेर चाहिँ त्यो रस बनाएर यस्तो खान्थ्यौँ। अनि यो पैयाको त्यो चाहिँ मह जस्तो हुन्छ नि, अनि त्यो मह हुन्छ त्यहाँ। अनि त्योलाई तानेर पैयाको त्यो पात चाहिँ चाट्ने क्या। अनि खुब मस्त रमाइलो हुन्थ्यो। मस्त रमाइलो हुन्थ्यो। अहिले त्यो जमाना चाहिँ अब फरक भइसक्यो होइन। त्यही भएर चाहिँ यो चाहिँ दलुको भन्ने, यो फेरि यसको फेरि गर्रा बनाएर नाचेर आमा खुब उत्पात हुन्थ्यो पहिला। अनि सिस्नो भयो, सिस्नोलाई फेरि टक्क लगाएर अलि लामो सिस्नो हुन्थ्यो, त्यसलाई काटेर रुख बनाएर अनि तलको त्यो बोक्रा सोरेर टावर बनाउँथ्यौँ। यो डन्डी बियो बन गएको। अनि डन्डी बियो बनाउने, अरूले चाहिँ घाँस दाउरा ल्याउनलाई हुन्थ्यो। हामीले चाहिँ डन्डी बियो बनाउनलाई सोझो काठ कहाँ छ कहाँ मेट्छ सोझो उयो त्यही हेर्थ्यौँ। अनि गुलिलीको काठ बनाउनलाई भयो। अनि घरमा ल्याएको त्यो बार हाल्नलाई ठेगाउरे भन्ने, त्यो चाहिँ सोत्तरहरूले अलि धेरै अटाउनलाई चाहिँ सोझो काठहरूलाई चाहिँ वरिपरि ल्याएर घरमा चाहिँ बार हाल्नलाई चाहिँ त्यही हुन्थ्यो। त्यो चाहिँ सोझो काठको चाहिँ गुलिलीको काठ बनायो टक 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 टक, खुब रमाइलो हुन्थ्यो। यहाँ चाहिँ बुङ्गुर पनि छन् है। पानी छ कि छैन यार, यहाँ नभए पनेर जानुपर्छ। कत्रो छन्, जानै छैन। यहाँ बुङ्गुर पनि छन्। यो खैरो एउटा चाहिँ 3टा चाहिँ कालो रहेछन्। यहाँ चाहिँ अब पानी आउँछ भनेर आएको थिएँ म, आएको छु। अब आउँछ आउँदैन थाहा छैन, हेरौँ।
नाइ पनिर जानुपर्छ पनिर आज भिडभाड हुन्छ क्या हाम्रो पनि पानीको समस्या भएर चाहिँ यतैतिर आएको छु म चाहिँ अहिले अब हल्का फुल्का चाहिँ धुनु पऱ्यो है कपडा सपडा पनि धुनु पऱ्यो नि त मैले आजभोलि चाहिँ अब त्यो एडिट गरेर चाहिँ कटआउट गर्दैन कि केही पनि होइन अब सिधै नर्मल जेसो त्यस्तै हालिदिइरहन्छु क्या त्यहाँ